मलाई माया पनि हस्तान्तरण गरेको हुन्छ। हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। आयो तपाईहरु सन्चै नै हुन्छ होला। म पनि एकदमै सन्चै छु, फिट एन्ड फाइन छु। धेरै पछि भिडियो बनाउन लागेको छु है। आज मैले किन कोट प्यान्ट लगाएँ भन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ भने चाहिँ हैन, किनकि अहिले म एक्कासी जानुपर्ने भयो खजुरा, अनि उता हल्का के काम छ है। म त्यो सबैलाई म भनिहाल्छु नि त, म भिडियोमा देखाइहाल्छु। धेरै माया सपोर्ट गरिदिनु होला। छिटै 400 सब्सक्राइब कम्प्लिट गरिदिनु होला। अब थोरै छ, सबैजनाले विनोद भ्लगलाई सब्सक्राइब गरिदिनु होला। अब म चाहिँ ड्रेस लगाएर रेडी भइसकेको छु। अब म लाग्नुपर्छ साइकलमा सर र खजुरा। अब बाटोमा भेटौँला है त गाइस। अब लाग्नुपर्ने छ, हतार भइसकेको छ कि 10:40 मा भेट्नुपर्ने छ, यहाँ 10:20 भइसकेको छ। बहुत हतार छ है। ल उतै गएर भेटौँला यो बाटो बाई। रूपमा लिने भन्ने कुरामा पनि डिपेन्ड गर्छ। एआईको बारेमा धेरै कुराहरू छन्। एआईले मान्छेहरूको चाकरी समाप्त गर्न सक्छ भन्ने पनि भनिएको छ, तर त्यस्तो होइन। एआईले हामीलाई केही हदसम्म सहयोग गर्छ होइन, जीवनलाई सजिलो बनाउनको लागि मद्दत गर्छ। तर हामी एआई सँगसँगै हामी पनि अपडेट हुँदै गयौँ भने एआईले हामीलाई धेरै बेनिफिट दिन सक्छ। रिसेन्टली तपाईँले एआईको बारेमा सुनिरहनु भएको छ होला, जसले चाहिँ एकदमै पपुलर भयो। अरू एआईहरू अरू फिल्डमा पनि एआईमा काम भइरहेको छ। मिलिट्रीमा भइरहेको होला, जसबाट खास गरी जेनजी भनेर हामीले जसलाई भनेका छौँ, युवा पिँढी जसलाई हामी टिनेजर भनेर भन्छौँ, उनीहरू त्यो समस्याको भुक्तभोगी भइरहेको पाइन्छ। त्यस कारणले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स जो आजको एकदमै नवीनतम प्रविधि हो, न्यू लेटेस्ट टेक्नोलोजी हो, त्यसका पनि केही फाइदा छन्, केही बेफाइदा छन्। अब हामी बेफाइदाहरू नयाँ चिजहरू थुप्रै आविष्कार भएका कारण त्यसलाई प्रयोग गर्न सक्ने एउटा धरातलमा उभिनु भएको छ। र तपाईँहरूको जेनेरेसन यति महान जेनेरेसन छ, अबको विश्वको प्रतिस्पर्धामा उत्तीर्ण हुने प्रवृत्ति मैत्री मानिसको रूपमा। गाइस हल्का मिर्जीलाई सम्मान कार्यक्रम गर्न लाग्नु भएको थियो सबैजनाले। राजा जस्तो सबैजनाले सम्मान गरेर मायाको चिनो वितरण गर्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ सबैजना यताबाट हेरेको थियौँ। अनि कोही मैले भिडियो बनाउँदै 11-12 मान्छेहरू हेर्नु चाहिँ अनिवार्य थियो। अनि कार्यक्रम पनि सुरु हुँदै थियो, हल्का मायाको चिनो वितरण पनि गर्दै हुनुहुन्थ्यो। त्यो गाइस कार्यक्रममा मजा पनि आएको थियो होइन सबै साथीहरूसँग। अनि यताउति दिइराति स्माइल अनि गएको थियो मिर्जीले कार्यक्रम मायाको चिनो दिनुभएको छ होइन। हाम्रो मिर्जी तुफान मिर्जी हाम्रो है, सबै कार्यक्रम पनि हेरियो। अनि त्यही गाइस हल्का रमाइलो पनि भयो कार्यक्रममा। अनि हल्का फुल्का केही सिकाउनु पनि भयो। अनि हाम्रो ChatGPT भन्ने एउटा एप छ होइन, त्यो एपलाई डाउनलोड गर्नु होला। तपाईँको मतलब कस्तो छ भने त्यो बुझाएको के, त्यो ChatGPTबाट क्वेसनको फोटो खिच्ने त्यो एन्सर आउँछ क्या, त्यो वाला एप हो। तपाईँले थाहा पाउनु भएको छैन, तपाईँले डाउनलोड गरिदिनु होला है। मैले भनिसकेको चाहिँ ChatGPT भन्ने एप डाउनलोड गर्नु होला त्यो बारेमा। अनि ब्रेकफास्ट पनि गर्ने टाइम पनि भइसकेको थियो। हामीले चाउमिन दिनुभएको थियो सबैजनालाई। सबैजनाले चाउमिन खाँदै बस्नु भएको थियो। अनि 1 बजिसकेको थियो नि त, नास्ता खाने सबैले भोक पनि लागिरहेको थियो। त्यही हो, सबले चाउमिन खाँदैछन्, दबाइरहेछन् केटाहरूले।
किन अँधेरै छ र एजुकेसनतिरको भाइले अलि राम्रो वेन्चर गर्नुहुन्छ प्रेसर नगर्नु हैन राम्रो टिचर भनेपछि तपाईहरु मैले अघि पनि भने एबभ 75% को लेभल चढाउनको लागि आर्गनाइजेसनको ब्याच आउट दिखा बन्दियो न काट्नु बित्यो सो गाइस आज मलाई झ्याउ लागिरहेछ होइन अझ हामीहरू यहाँ कार्यक्रम आएको छौँ अनि हाम्रो म्याडमले चाहिँ अहिले सम्मान पाउँदै हुनुहुन्छ के दिन्छ सम्मानमा अनि सबैजना छौँ अनि चाहिँ झ्याउ लागेर टपमा बसिरहेछ यो अझ 3-4 पनि बजिसकेको छ अब यहाँ सम्मान गर्छन् अनि अझै टाइम लाग्नेवाला छ त्यही हो साथीहरू हेर्छु म सबैसँग अनि सो फ्यामिली अझ मैले पनि पाइसकेको छु अब 4-5 जना जान्छौँ अब घरतिर जानुपर्ने हुन्छ सिधै है सबैजना लागिसकेको पनि छौँ अनि अब हामी चाहिँ बाइक जानुपर्ने हुन्छ हातमा सर्टिफिकेट आरामले दिनुपर्ने हुन्छ है गाइस अब त्यही हो ऊ त्यहाँ बाइक निकाल्छ बाइकमा गर्दाखेरि भेट्छु है बाइकमा आउने भनेको लास्टमा आउनु पर्यो अटोमा गाइस त्यसले छोडेर गइदियोस् हामीलाई अनि हामी चाहिँ सबजना फेरि अटोमा आइदिएको थियौँ मैले चाहिँ मेरो भिडियो नदेखाउनु जबरजस्ती देखाइदिएको थिएँ अनि तिनीहरू फेरि रिसाएको कि पुरै फायर भएको म फेरि हाँसिदिरहेको थिएँ त्यही अटोमा आयौँ अनि एकछिन भित्र भेट्छु सो फ्यामिली आज म त्यहाँ कार्यक्रममा गएर पनि गाउँको फुटबल खेलेर पनि फुटबल खेलेर आएछ हेरेर पनि आफ्नै गाउँको र गाउँको थियो अनि आएर चल्ला चल्ला हुलेर बजे फायर भएर बजे फायर बाँच्यो भने मैले खाना खानाको त्यही भएछ कार्यक्रम हल्का फुल्का रमाइलो पनि भयो प्रमाणपत्र यताउति पनि गरियो आजको भिडियो यहीसम्म हुन्छ हजुरहरूलाई के कस्तो लाग्यो हेरेर माया सपोर्ट गरिदिनु होला सिटै 400 सब्सक्राइब कम्प्लिट गरिदिएको हेर्न 5 सिटै है यही भन्न चाहन्छु म आजको भिडियो यहीसम्म हुन्छ बाई बाई लभ यु बाई